साथीहरु सौगात मल्ल र बेनिसा हमालको मुभी सिटामलको टिजर आएको छ र आज हामी यस मुभीको टिजरको रियाक्सन गर्नेवाला छौं। फिल्म रिलिज हुने भनेको चाहिँ साउनको 23 अगस्त 8 मा हो। अब यसको टिजर हेरौं, त्यसपछि के हुन्छ भन्ने छौं है त। सुरु गरौँ यो। जुम्लेलीलाई जीवन जल्ने गुण हजुर, जुम्ला रोल्पालीलाई सिटामलले सुन हजुर। कथा त राम्रो छ जस्तो छ। बड्डा आज त तिमी राजा अनि म रानी जस्तै भयौं त। जुम्ला गरे रोल्पाको देखाइ कहानी। कथा त राम्रो देखिरहेको छ। सबै पैसा मेरो हो। आजदेखि तिम्रो पनि भयो। ल दुध गुटुका पार। बिहा भयो त यत्रो पैसा त कहिले पनि सकिदैन होला है। खर्च नगरी राख्यो भने चाहिँ सकिन्छ। मलाई अरु कुरा थाहा छैन। तिमीहरु मर बाँच, मलाई मेरो पैसा चाहियो बस। अब नभएको पैसा कहाँबाट ल्याएर दिने? धेरै थुतुनो नचलाऊ, थुतुनोको साटो मुतुनो चलाऊ अनि तिर्न सक्छौ। जनयुद्धको बारेमा भन्ने सुनेको थिएँ मैले। अनि केटाले चिलगाडी पनि लिन आउँछ भन्थिन आमाले। यस्ता हतियारसँग पट्टेछ। छोटा लामो छ सिटामल। जीवन भनेको यस्तै रहेछ, कहिले घाम कहिले छाया। सास रौन्जेल आस रहन्छ अरे। सौगात मल्लको हारो तिमी फर्किने आसमा सास फेरिरहेछु माया। मुटु फुटी मन भाँचे झर्छु होला तिम्रो बाटो कुर्दा कुर्दै मर्छु होला। त साथीहरु सिटामलको टिजर हेरियो। अब यो मुभी चाहिँ सुन्नमा आउँदाखेरि यो माओवादी जनयुद्धमा जो घाइते भएका थिए नि तीहरूको कथा भन्न खोजिएको भन्ने सुन्नमा आइरहेको थियो र हेर्दाखेरि पनि त्यही देखिरहेको छ। यहाँनिर सौगात मल्लको खुट्टा भाँचिएको छ र यो कहानी पनि सुदूरपश्चिमको जुम्ला रोल्पा भनिराख्नु भएको छ। अनि ओभरअल हेर्दाखेरि कन्टेन्ट चाहिँ स्ट्रङ लागिरहेको छ। अलिकति एकदमै अट्र्याक्टिभ टाइपको स्टोरी देखिरहेको छ, पुरानो कथा टाइपको शैली देखिरहेको छ र गीत सङ्गीत पनि एकदमै मजा नै छ। झुम्के माला भन्ने गीत थियो नि त एउटा, त्यो पनि एकदमै राम्रो छ, एकदमै पर्फेक्ट लागिरहेको छ। सौगात मल्लको एक्टिङमा कुनै डाउटै छैन, हार्डवर्क गरिराख्नु भएको छ भने र बेनिसा हमाल पनि पर्फेक्ट नै देखिनु भएको छ। अब यो फिल्मको साथसाथमा फेरि यहाँनिर पल्साको मोहर मुभी पनि रिलिज हुन सोही डेटमा, यानि कि साउनको 23 र अगस्त 8 मा है त। तपाईँहरूलाई के कस्तो लाग्यो साथीहरु यो सिटामलको टिजर? यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन्दै आजको यस सिटामलको टिजर देखेर म बिदा माग्न चाहन्छु। हस्त नमस्ते, धन्यवाद।